जाँदैछ हेलो वेलकम के सुरु हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग है म चाहिँ बिर्सिदिएर कसरी स्टार्ट गर्ने भनेर ल आज चाहिँ हामी यहाँ के भन्छन् रे घोराइको तिनकुने कि बाह्रकुने रे ए बाह्रकुने दहमा आएको छौँ देख्न सक्नुहुन्छ हामीले चाहिँ गेटभित्र प्रवेश हानिसक्यौँ यहाँ गेट देख्न सक्नुहुन्छ है ल अब हामी जाँदैछौँ उहाँ चाहिँ एकदम भाइरल फेमस मान्छे हुनुहुन्छ भर्खर छोटो टाइममा एकदम चल्नु भएको फेमस भ्लगर हुनुहुन्छ नमराजजी है म चाहिँ त्यही हो होइन गाइजहरू ल जस प्रकाश के अरे युट्युबको नाम टोर्ली होला टुर्ली त्यो त्यसो चाहिँ अलि सपोर्ट गर्नु पऱ्यो जसरी मेरो गर्नुभयो होइन त्यही हो यसो हेरेर सपोर्ट गरिदिनु न के छ र ल है अब हामी अगाडिको भ्यू देखाउने छौँ हजुरहरूलाई त्यही हो त्यही भ्लगर हो ल हामी चाहिँ यहाँ के भन्छन् रे यो बाह्रकुने दहमा आइपुग्यौँ है र देख्न सक्नुहुन्छ यो दहको एक नजारा टक्क लागेर ओ माई गड म चाहिँ यहाँ फर्स्ट टाइम आउँदैछु है ल है एक नजारा हेर्नुहोस् त ल यहाँ चाहिँ होइन स्कुल विद्यार्थीहरू डान्स गरिरहेको छन् खै कार्यक्रम सायद थियो होला उहाँ चाहिँ फेरि फोटोग्राफिक हुनुहुन्छ क्या बेला बेला घ्याच्ची हालिहाल्नुहुन्छ अब के होइन परेवाहरू चढिरहेका छन् ब्युटिफुल गर्ल्सहरू छन् है हामी चाहिँ माथि कहाँ जान्ला छ माथि कहाँ ढुङ्गा छरेर टिममा जान्ला मैले हराएँ भने फेरि खोज्छौँ अहिले है कति टाढा हो 1 घन्टा लाग्छ आधी घन्टा ए हो अब धन्यवाद के गर्ने होइन आधी घन्टा लाग्छ अरे अब नो प्रब्लम हामी गाउँले हो नि त यार यात्रा छन् ल हामी चाहिँ यहाँ सालको डमारमा छौँ है सालै हाम्रो गर्लफ्रेन्ड भेट्यो गर्लफ्रेन्ड लिएर आन्थ्यौँ है यस्तो मजाको ठाउँ छ नि अब के गर्ने सिङ्गल भएपछि त अब साथी आउने हो है त्यही हो यहाँ पनि टिकटक बन्दैछ मान्छेहरू टन्नै हुनु रहेछ है किन राम्रो आन्थे ए स्याउला बुढामा बोक्नुहुन्छ यतातिर बुढामा बोक्ने चलन रहेछ है हाम्रोतिर चाहिँ डोकोबाट बोक्छ है डोकोबाट अब ठाउँ अनुसार फरक हुन्छ है ल हामी चाहिँ आइपुगिसक्यौँ है देख्न सक्नुहुन्छ एकदम ठुलो रह छ डुङ्गा पनि रहेछ भैँचान खेल्ने छौँ हामी भैँचा भने चाहिँ खेल्ने छौँ चाहिँ भन्दैन भैँचा पनि खेल्ने छौँ हामी हेर्न सक्नुहुन्छ एकदम ठुलो छ है ऊ यहाँदेखि यता छेउसम्म रहेको छ यो रह चाहिँ त्यही फर्स्ट टाइम आउँदैछु है फर्स्ट टाइम देख्दैछु केही छैन म बसेर हेर्छु अब कहिले आउने अझै हेर्छु होइन यसलाई भिडियो सुट गर्ला बोल्दै म बोल्दैदेखि लाज मान्छ अरे यसलाई नि भन्ने ल जाम सिडीहरू यस्तो खतरा बबाल छ ल डुङ्गा चलिरहेको छ है एकदम आमा मेरो आँखाले भ्याउदिनँ यता हेरेर उता भ्याड्न उता हेरेर यता भ्याड्न यार यति खतरा नि हेर्नु न सर ल है ओ माई गड यस्तो मैले जिन्दगीमा फर्स्ट टाइम देख्दैछु लाइफमा है यत्रो वर्ष भयो फर्स्ट टाइम देख्दैछु ल कुन भाषा बोल्नुहुन्छ त्यस्तो मगर भाषा कुन भाषा ए मलाई त थाहा पान्न ए साँच्चै हो ऊ भनिदिनु न खामबाट म तिमीलाई माया गर्छु के भन्छन् आइरहेको सुनाएको कस्तो सुनिदिन्छ अलि ठुलो स्वरले भनिदिनु न
Ngadukun badan. Ngadukun badan. भइसक्यो छिटो भन्नु मलाई सिकाइदिनुहोस् क्या मैले यसो भन्नु पर्ला क्या Dia tengah ngadukun badan. भन्छ भने हाम्रो एउटा पोल्ट्री सुनेछ मलाई कहाँबाट दिमागमा बाँच्छ Ngadukun badan. भइयो यो भन्न मलाई सिक्नु पऱ्यो ल Hampir bayar ibu ini. एङ्गलमा कुन ठाउँ सिउरी सिउरी कता कता सुनेको त्यो पर्छ न कहाँ पर्छ हो त्यहाँ जान्छ नि Sincar di bilang. अँ, Kara timbul kok. हाम्रो उता होलेरी भन्दा उता स्वर्गडारीतिरै भनिदिउँ तपाईँ दुईजना मात्र राम्रो हो Sama cari. डुङ्गा चढलाई के गर्नुपर्छ टिकट काट्ने छ भने मतलब Nggak sana. त्यति चढ्छन् Sedikit. ए टिकट काट्ने त्यतिकै गरेर पैसा ल हामी चाहिँ डुङ्गा चढ्न आँट्यौँ है डुङ्गा चढ्नलाई चाहिँ चाहिँदो रहेछ 4-5 जना मान्छे लास्टै हल्लिन्छ यार फेरि होइन कस्तो अनुभव भयो ओए जाला के बस्छ कि हल्लिन्छ हो एउटा सिक्थाले फर्स्ट टाइम हो अनि ल कस्तो भयो फर्स्ट टाइम डुङ्गा चढ्दा अनुभव मलाई अरू भन्दा यहाँ मोबाइलको टेन्सन लाग्छ अहिले नखा मटा निक्लेन जस्तो तसो उहाँहरू को आउनुहुन्छ त त्यही होइन गाइसहरू हेर्नुहोस् टोक्को डुङ्गा चढ्दैछ त्यही हो अनि माथि माथि डुल्न लाग्यौँ हामी डाक घुम्न लाग्यौँ बस्न मिल्छ नि त यहाँ डर त लागेको छैन ज्यान प्यारो छ त लास्ट भिडियो गर्दैन हेरेर पानी कहाँबाट हान्छ यतिका ओइ गइयो गइयो एउटा एउटा गइयो एउटा घरको मन गएछ यार त्यो मोबाइल चाहिँ बचाइदिएछ म खाँदै नि ओहो यस्तो मन हामी चाहिँ एक चक्कर लगाइसक्यौँ है एक चक्कर लगाइसक्नै आँट्यो हामीले हामी चाहिँ तपाईँलाई एक चक्कर लगाइसक्यौँ लगभग होइन सो एकदम रमाइलो छ तपाईँहरू आउनु होला घुम्नु होला के छ र सो नाइस खै भन्न हल्का हल्का यदि तपाईँहरू इन्डियाबाट हेर्दै हुनुहुन्छ भने यी बहुत के भन्छ नि ताते भयो अनि 8 बिर्सी यसले चाहिँ थाहा भएन बोल्न सकेन त्यही भएर यतिमै सक्यो हामी चाहिँ अब रोकिने ठाउँमा आइपुग्यौँ है पार्किङ ठाउँमा अझै गयो भन्दा एउटा हामी चाहिँ निक्लिन्छ यहाँ चाहिँ टुङ्गु बेबीको फ्यानहरू हुनुहुँदो रहेछ है अब के गर्ने फ्यानहरू भएपछि उहाँहरू चाहिँ बस्सकै रमाइलो गर्नुहुन्छ हो पैसा एकछिन अघि छट किन यस्तो धनी भएको छ दाजुहरू आउने लाग्यो बेलुका आजहरू बस्छ धनी बारे चाहिँ हेर्दा ल अब हामी चाहिँ के भन्छ फर्किसक्यौँ है ल अब 12 कुनै 10 म जान्छौँ ल ओके हामी चाहिँ माछाले चारो दिँदैछौँ होइन 2वटा पोका चारो किन्छौँ यहाँ म खनिदिन्छौँ है ल हेर्नुहोस् अब माछालाई चारो खाएको आउँदैछ ओके गर्दै
उहिले धर्म गर्दैछ गाइस आजको भ्लग चाहिँ यहीँसम्म है अब त्यही हो घुमियो रमाइलो गरियो हजुरहरू पनि आउनुहोस् केही छैन घराइदेखि मात्र 2-3 किलोमिटर छ घराइ बसबारदेखि आउनु सक्नुहुन्छ हजुरहरू पनि अटो भाडा एकदम राम्रो ठाउँ छ आउनुहोस् के छ र एक बारको जुनीमा घुम्नुपर्छ मोज गर्नुपर्छ है त्यही भएर हामी काम नपाएको घुम्रा ल आज यही भन्दै आजको भ्लग चाहिँ यति नै एन्ड गर्छु ओके टाटा बाई